मलाई यो करेलो कहिले भोलितिर रेडी हुने? हजुर अब यो चाहिँ हामी भोलि बिहान यसलाई टिप्ने तयारीमा छौँ। हजुर अब मेरो चाहिँ अहिले यो 20 रोपनीमा करेला खेती छ। यो निकै राम्रो रहेछ यो, मैले हेरेर आएको छु होइन। राम्रै छ। मेरो चाहिँ प्रविधि मैत्री भएर पनि होला सायद मेरो मल्चिङको प्रयोग गरेको छु अनि पसिजेको प्रयोग छ। यसलाई मलखाद व्यवस्थापन राम्रो भइरहेछ र अलिकति उमेर अलिकति बढ्दै गएको हिसाबले पात चाहिँ अलिकति फैलिएको छ। यो पातलाई टिप्ने बेला भइरहेछ। हजुर हजुर अलिकति कार्यव्यस्तताले गर्दा टिप्न भ्याइएको छैन। अनि पर्सि यो कस्तो हुन्छ अरे त्यसको चाहिँ एउटा मन्जर चाहिँ बताइदिनु न। भनौँ न अहिले यो टिप्ने साइज अब भर्खर सानै छ यो। अब सबै एक नासको यो हुन्छ नि मोटो भएपछि चाहिँ तपाईँ हेर्दै कि मलाई आनन्द आउँछ भने सबैलाई त्यो तरकारी देखेर आनन्द नआउला, तर प्रकृति प्रेमी अनि कृषकहरूलाई चाहिँ एकदम आनन्द आउँछ होइन। अनि तर पछि बिहान हेर्दाखेरि चाहिँ भयङ्करै बवाल हुन्छ। निकै राम्रो अर्ग्यानिक तरिकाले अत्याधुनिक कृषि प्रविधिको प्रयोग गरेर यहाँ युद्ध न्युपाने दाइले चाहिँ यो खेती गरिरहनु भएको छ। धुनीबेसी नगरपालिका वडा नम्बर कति रे दाइ? 5 मा। र निकै ठुलो क्षेत्रफलमा उहाँले यो खेती गर्नुभएको छ। गरे के सम्भव छैन, हाम्रो नेपालमै सम्भव छ र उहाँ एउटा ज्वलन्त उदाहरण हो।